नेपाली कांग्रेसका पूर्व सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला नेपाल आउनुभएको छ। झन्डै 5 महिना पछाडि उहाँ नेपाल आउनुभएको हो। जेएनजी आन्दोलनपछि उहाँमाथि साङ्गतिक हमला भएको थियो। त्यस पछाडि उहाँ उपचारको लागि सिङ्गापुरदेखि हङकङ जानुभएको थियो भने त्यसको 5 महिना पछाडि शेरबहादुर देउवा नेपाल फर्किनु भएको हो। नेपाल फर्के पछाडि उहाँलाई एयरपोर्टमा स्वागत गर्नेको यो भिड, यो लड्को तपाईँलाई हामीले देखाइरहेका छौँ। झन्डै 5 महिना पछाडि नेपाल फर्के पछाडि शेरबहादुर देउवालाई नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता शुभेच्छकहरूले यति बेला शेरबहादुर देउवालाई स्वागत गरिराख्नु भएको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शकबिन यस्तै सम्मान जुन एयरपोर्टबाट निस्किँदाखेरि पूर्व राजा ज्ञानेन्द्र शाहले पाउनु भएको थियो भने त्यस्तै खालको भिड, त्यस्तै खालको सम्मान, त्यस्तै खालको माया यति बेला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पाइराख्नु भएको छ। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता यसरी शेरबहादुर देउवालाई स्वागत गर्न, उहाँलाई फुलका गुच्छा दिएर सुस्वास्थ्यको कामना गर्न यसरी नेपाल यसरी एयरपोर्टमा आउनुभएको शेरबहादुर देउवाले हात हल्लाउँदै हेर्न सक्नुहुन्छ। हात हल्लाउँदै नेता कार्यकर्तालाई धन्यवाद दिँदै नमस्कार गर्दै गएको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शकबिन नेपाली काङ्ग्रेसका पूर्व सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला काठमाडौँ आइसक्नु भएको छ। तपाईँहरूले दृश्य देखाइरहेका छौँ, हेर्न सक्नुहुन्छ। शेरबहादुर देउवा काठमाडौँ अवतरण गर्दै गर्दाको यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। शेरबहादुर देउवा एयरपोर्टमा ल्यान्ड हुन साथ यहाँको माहौल एकदमै गर्मागर्मी भएको थियो। हेर्न सक्नुहुन्छ नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता उहाँलाई स्वागत गर्न एयरपोर्टमा आउँदा अत्याधिक भिड भएर प्रहरीलाई पनि हम्मे बढेको थियो। यो दृश्य तपाईँ हामी देखाइरहेका छौँ। शेरबहादुर देउवा झन्डै 5.5 महिना पछाडि नेपाल फर्किनु भएको थियो भने उहाँलाई नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता अझ भनौँ न इतर समूहका नेताहरू पूर्णबहादुर खड्का लगायत शशाङ्क कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो भने तपाईँलाई हामी दृश्य देखाइरहेका छौँ।